साथीहरू एउटा कुराले मलाई पनि सम्झना आइरहेको थियो, मैले पनि सोचिरहेको थिएँ। त्यो कुरा सबैले भन्नुभयो कि मलाई अचम्म लाग्यो, कसरी आयो लागिरहेको थियो। मलाई पनि त्यही कुरा लागिरहेको थियो, म भोलि यो भन्छु भनेर। हाम्रो सुरुमा त हाम्रो महासङ्घको अध्यक्षले भनिदिनु भयो, यो क्षण अप्ठ्यारो हुँदो रहेछ, बेहुली अन्माएको भन्नाले छोरीलाई अन्माउँदा जस्तै अब हामी चाहिँ माइती घरबाट बाहिर जानला जस्तो भइरहेछ भन्ने मैले सोचिरहेको थिएँ कि त्यही कुरा अघि रचनाजीले पनि भन्नुभयो। वास्तवमा साँच्चै नै हो, यो घर त हाम्रो त यही घर नै हो। यो हामीले 30 वर्ष 33 वर्ष यो यहाँ काम गऱ्यौँ नि त, यो हाम्रो लागि घर हो। जुन घरमा हामी बस्छौँ त्यो त सुत्नलाई मात्रै जान्छौँ, हामी बेलुका सुत्छौँ, बिहान उठ्छौँ, फेरि यहीँ आउँछौँ। हाम्रो कर्मथलो त यही हो नि, घर त यही हो। त अब यहाँबाट हामी जाँदाखेरि छोरी भएर जाँदैछौँ। वास्तवमा सही कुरो, यो रेडियो नेपाल हाम्रो आमा भने पनि बुवा भने पनि यही हो, यो संस्था हो। र यहाँ रहनुभएका सबै तपाईँहरू अध्यक्षज्यू लगायत सबै हाम्रा अभिभावक गार्जियन, हाम्रा भाइ बहिनी जे भनौँ, बुवा आमा उहाँ हुनुहुन्छ। त्यो हुनाले मलाई चाहिँ त्यतिखेरको जे हुन्छ नि, तपाईँहरू त कति छोरी चेली पनि हुनुहुन्छ। अब माइती घरबाट घरमा जाँदाखेरि जे अवस्था हो त्यही नै अवस्था हो, यो केही पनि होइन यो, होइन। किनकि भोलि हामी आफ्नो माइती घरमा आउँछौँ, अप्ठ्यारो छैन। तर यहाँ कतिपय साथीहरूलाई अब रिटायर भएँ भनेर 1 वर्ष 6 महिनादेखि मेरो त अब सकिन लाग्यो, म किन आउनु परेर आउँदैन भन्ने कतिपय आज उपस्थित पनि हुन सक्नुभएन, हुन्छ उहाँहरूको बाध्यता पनि होला। तर हामी भोलिको दिनमा पनि छोरीकै हिसाबले यो संस्थामा आउनेछौँ, त्यसरी यहाँहरूले लिइदिनु होला। र आजको दिनसम्म मैले काम गरिरहेको छु, होइन। अब यहाँ कतिपय साथीहरूले 6 महिना अगाडि नै अब म त रिटायर हुने मान्छे, म त बिदाई बस्दिनु, उस्तै परेर काम कम हुने ठाउँमा मलाई सरुवा गरिदिनु समेत भन्न आएका छन्। विगतका दिनहरूमा हामीले त्यसरी सरुवा गरिदिनु बाध्य पनि भएका छौँ, जहाँ थोरै काम हुन्छ त्यहाँ राखिदिनु हुन्छ। तर यो समयमा हामी खारिएर निखारिएर यत्रो वर्ष लगानी गरेर हामी एउटा निखारपूर्ण व्यक्तित्व भइसकेपछि झन् संस्थालाई योगदान दिनुपर्ने हुन्छ। हाम्रो अनुभवलाई त्यो सोच्नुपर्ने हो जस्तो लाग्छ मलाई। र मैले 2049 साल मङ्सिर 24 गतेबाट यो संस्थामा नियुक्ति लिएँ। त्योभन्दा अगाडि म यही सार्वजनिक सेवा प्रसारण अन्तर्गतकै अब हामी 2 भाइ जस्तो भयो, नेपाल टेलिभिजन र रेडियो नेपाल। म नेपाल टेलिभिजनमा करार सेवामा कार्यरत थिएँ, गरेका थिएँ काम मैले। त्यसले गर्दा पनि म खुसी छु। मैले हिजो उच्च व्यवस्थापन समितिको बैठकमा पनि यो कुरो उठाएको थिएँ। मलाई त के लागिरहेछ भने म एउटा घर छोडेर अर्को घरमा गएको थिएँ, पछि 2 भाइ एउटै घरमा बुवा आमासँग भेट गर्न आएको जस्तो भएको छ मलाई। म नेपाल टेलिभिजनबाट छोडेर रेडियो नेपालमा आएको थिएँ, पछि नेपाल टेलिभिजन रेडियो नेपाल एउटै भएको छ अहिले। त्यो भएको पनि 1 वर्ष भइसकेको छ। 1 वर्ष मैले यो संस्थामा काम गर्न पाएँ र यहाँ उपस्थित उच्च व्यवस्थापकज्यूहरू र सम्पूर्ण तपाईँहरूसँग मैले बसेर सहकार्य गर्न पाएँ। यसको लागि म यहाँहरूप्रति आभारी छु र यहाँहरूको सहयोग साथ मैले सधैँ पाएँ। र यहाँ बस्दाखेरि कसैसँग मेरो तितो मिठो भएन, मनमा भए तापनि मैले तुरुन्तै त्यो बिर्सिने बानी मेरो छ। र आजको दिन त झन् त्यो बिर्सिने समय नै हो। झन् मलाई त्यस्तो कुनै कुरा कसैसँग पनि बैरभाव र अब यहाँ कतिपय हुन्छ नि, अब एक आपसमा अलिकति चित्त नबुझेर नबोल्ने, होइन। अब उसँग काम गर्न पनि अप्ठ्यारो हुने, त्यस्तो मसँग कोहीसँग पनि छैन। र एउटा कुरो अर्को एउटामा उच्च व्यवस्थापन भइसकेपछि फलानाले गर्न सक्दैन, यो गर्न सक्दैन, यो यस्तो छ भनेर पनि भन्नु हुँदैन जस्तो लाग्छ मलाई। उसले नियुक्ति पाइसकेपछि उसलाई कसरी काम लाउने, उसको के हो त खुबी, त्यो अनुसार काम लाउने नेतृत्वमा हुनुपर्छ कि त्यो, होइन। मैले आजसम्म म दिपालमा बसेँ, सुर्खेतमा बसेँ। तपाईँहरूले त्यहाँ गएर बुझ्न पनि सक्नुहुन्छ, त्यहाँको साथीभाइहरू यहाँ पनि हुनुहुन्छ। हामी यस्तो सौहार्दपूर्ण वातावरणमा हामीले काम गऱ्यौँ सुर्खेतमा, दिपालमा। र एउटा अपाङ्ग व्यक्ति या अब फरक क्षमताको व्यक्तिले पनि केही गर्न सक्छ भन्ने सोच राखेर मैले उसलाई त्यही किसिमको काम दिन्थेँ। र त्यसरी कतिसम्म उसँग काम लिन सकिन्छ त्यसरी लिइन्थ्यो र लिइ पनि आएको हो। र त्यो हिसाबले हामी एकदम ह्याप्पी थियौँ। आज पनि मलाई सुर्खेतका दिपालका साथीहरूले सम्झिन्छन्। मलाई त त्यहाँका मात्र होइन, डाँडा काँडाबाट एफएम स्टेसनतिरबाट पनि सानो भन्दा पनि सानो घरायसी कुरादेखि लिएर अफिसियल कुराहरूमा मलाई सुझाव सल्लाह लिइरहेकै छन्। मैले कसैको सबैलाई फेरि सुझाव सल्लाह दिइ पनि रहेको छु। आजको होइन, पहिलेदेखि नै त्यसरी दिइरहेको छु। यो मलाई माया गर्ने साथीहरू धेरै हुनुहुन्छ भन्ने मैले बुझेको छु।
र मैले यो बिचमा संस्थामा रहेर विभिन्न कामहरू अब मैले फेरि कतिपय साथीहरूको के हुन्छ भने मलाई त्यो ठाउँमा जान पाए हुन्छ, मलाई त्यो जिम्मेवारी दिनुहोस् भनेर व्यवस्थापनसँग भन्ने बानी दिन्छ। मैले त्यसरी कमै भने मलाई जस्तो लाग्छ। मैले सुरुवातमा म सुर्खेत गएको हो, त्यसपछि दिपायलमा जानुभन्दा अगाडि मलाई फेरि सुर्खेत 1 वर्षलाई गइदिनु भनेर यहाँको व्यवस्थापनले भनेपछि 1 वर्ष सुर्खेत गएँ र सुर्खेत हुँदाहुँदै अर्को प्रमुख जानुभयो। त्यसपछि म अब राजधानीबाट बाहिर गइसकेपछि मलाई दिपायलले पठाइदिनुहोस् भनेर म आफै रोजेर गएको मान्छे हो दिपायल, होइन। त्यो मेरो बच्चाहरू सानै थिए। अब सानो बच्ची हुँदाखेरि बाहिर गएर काम गऱ्यो भने सहज हुन्छ, भोलिको दिनमा त राजधानीमा बसेर अन्य सुविधा बच्चाहरूलाई पढाउनलाई पनि सजिलो हुन्छ भन्ने त्यतिखेर मलाई सोच आएको थियो। म त्यो द्वन्द्वकालमा दिपायलमा 4 वर्ष बसेको छु। त्यहाँ एकदम विषम परिस्थिति थियो, कर्मचारीहरू पनि त्यस्तै हुनुहुन्थ्यो, धेरैलाई साथ लिएर काम गर्नुपर्ने हुन्थ्यो र विभिन्न अप्ठ्यारा स्थितिमा सैनिकहरूको पनि त्यस्तै स्थिति। अब राजाको सरकार शासन पनि थियो त्यतिखेर। त्यो बेलामा हामीले एकदम क्षेत्रीय प्रशासकको अन्डरमा रहेर पनि काम गरेका थियौँ र उत्कृष्ट काम हामीले गरेका थियौँ र अब त्यहाँ साथीहरूलाई सोध्दा पनि हुन्छ। त्यो लगायत विभिन्न स्टेसनहरूको स्थापनादेखि लिएर मैले जुफालको डोल्पाको जुफालमा गएर एकदम स्थापना गरेँ। त्यसरी अहिले दाङमा जुन स्टेसन स्थापना चलिरहेको छ त्यो म आफै गएर संलग्न भएर गरेको। बुढीतोलामा डोटीको बुढीतोलामा त्यस्तो विभिन्न प्राविधिक काम लगायत मैले सञ्चारकामको जिम्मेवारी पनि मलाई दिइयो, सञ्चारकाममा काम गर्ने भनेर। त्यहाँको सञ्चारकामको विभिन्न अप्ठ्यारो स्थिति थियो त्यहाँको पनि, त्योलाई सञ्चालन कसरी गर्ने भन्ने अवस्थामा त्योसँग अहिले पनि हामीले घर सम्झौता गर्न सकेका छौँ, घर हस्तान्तरण गर्न सकेका छैनौँ। तर त्यो सञ्चारकामलाई सञ्चालनमा ल्याउनु, त्यहाँ म्युजियम बनाउनु सक्नु र एउटा हाम्रो रेडियो नेपालको संस्थापक कार्यकारीको नाममा त्यो सञ्चारकाम स्थापना गर्न सक्नु ठुलो चुनौतीपूर्ण काम थियो र महानगरले घर हस्तान्तरणदेखि लिएर जग्गा हस्तान्तरण अझ गर्न सकेका छैन। तर त्यसलाई सञ्चालन गऱ्यौँ र हामीले त्यसको एमयु गरेर महानगर एफएमदेखि लिएर प्रदेश प्रसारण समेत सुरुवात गरेका छौँ। त्यो एकदम उपलब्धिपूर्ण काम हो र त्यसको डकुमेन्ट्री छ। रेडियो नेपालको इतिहास र तारिणी प्रसाद कोइरालाको जीवनीमा आधारित डकुमेन्ट्रीहरू हामीले तयार गरेका छौँ। त्यो प्रसारण त्यहाँबाट भइरहेको छ।